मुला झारेहरूले मलाई यति धेरै मेसेज गरेको छ, यति धेरै कमेन्ट गरेको छ है, हर्का साम्पाङको विरोध गरे भनेर। मैले हर्का साम्पाङको विरोध गरे होइन। जुन दिन हर्का साम्पाङले पार्टी खोले त्यसपछि मैले विरोध गर्न किन सुरु गरे भने त्यो कलौटेलाई अगाडि ल्याएर तिमीहरूले चाहिँ हर्का साम्पाङको त्यति राम्रो हुँदा हुँदै कलौटेलाई अगाडि ल्याएपछि मात्रै विरोध गर्न थाले हो। यो कमेन्ट गरेर अरे यार वाट्सएपमा मेसेज गरेर धम्की चाहिँ नदियो है। यो मैले फेरि यतिकै मैले त्यो पनि हालिदिन्छु कसले गरेछ भन्ने कुरा पनि थाहा छ मलाई। कमेन्ट गर्ने होला नि थाहा छ। मैले विरोध चाहिँ गरेँ होइन। म हर्का साम्पाङको समर्थन गर्ने मान्छे हो, तर यति साह्रो विरोध गर्यो भनेर त्यो चाहिँ नगरौँ, यति हो। अनि यति धेरै यो सामाजिक सञ्जालमा के आउँछ, त्यो फोटोहरू आउँछ, त्यो मैले एआईले बनाएको, मैले बनायो भनेर हाल्ने त्यो होइन। मैले सामाजिक सञ्जालमा जे भेटिन्छ त्यो मात्रै हाले हो। मैले कुनै पनि त्यो भिडियोहरू फेक भिडियोहरू बनाएर चाहिँ हालेको छैन। तिमीहरूको हर्का साम्पाङको त्यो रियालिटी के हो, त्यो सायद त्यो फोटो रियल पनि हुनसक्छ, कि त एआईले बनाएको भन्ने पनि छैन है। अनि जे पाए त्यसै कमेन्टमा आएर या हुन्छ नि वाट्सएप नम्बर खोजी तेरो घर पत्ता लगाउँछु यताउता भनी चाहिँ यस्तो धम्की चाहिँ नदेखि राम्रो होला।